हेलो एभ्रिवान यहाँ चाहिँ अस्ति नै यहाँ ससुरा सासू मिलेर यहाँनिर मारा थियो अनि यहाँनिर सबै सिसाहरू फुटाइसक्यो यो घरमा मान्छेहरू यति धेरै भेला भएको छ पुलिसहरू अघिसम्म आएको थिएन अहिले त पुलिसहरू पनि आइसक्यो प्रहरी मान्छेहरू भेला भयो यहाँनिर अघि सामान लिन भनेर आएको थियो अस्ति हिजो बेलुका पनि आएको थियो अरे यहाँनिर सामान लिएर गएर हिजो बेलुका चाहिँ सुनहरू अनि अहिले चाहिँ सामानहरू ओसार्न आएको अरे अनि हामीले देखेर यहाँनिर चाबी लगाएको थियो अनि त्यो सबै थुनेर राखेको कि एउटा केटी अनि 4 जना है कतिवटा केटा भने अनि यहाँ चाबी लगाएर राखेको छ क्या यहाँनिर जनताहरूले अनि अहिले चाहिँ खोल्न आँटेको प्रहरी आएर हामीले भनेको मानेर मान्छेहरू सबैजना यति धेरै खुसी भइसक्यो यहाँ यति धेरै मान्छेहरू अझै आउँदैछन् उताबाट प्रहरीले बल्ल भनेर मानेर चाबी खोल्न आँटेको छ मान्छे थुनेर राखेको थियो क्या ओसारेको थियो अनि 1-2 घन्टा भइसक्यो थुनेर राखेको अनि यता सिसाहरू सबै फुटायो यता साइडको पनि अनि उताबाट नि फुटाएको खतरा रहा यहाँनिर हुनुहुन्छ प्रहरी अघि त नेटहरूले